भिडियो चाहिँ सिधै सम्झेको घरबाट सुरु भएको छ है। देख्न सक्नुहुन्छ यो पछाडिको सम्झेको घर अनि सम्झे यतै हेलो फुलमाया उता हुनुहुन्छ क्या। अनि म चाहिँ सम्झेको घर आइसकेको छु अनि सम्झे चाहिँ यसरी चारो हाल्दै हिँड्नु भएको छ। सम्झे म दिवसमा नि फुर्सद छैन है। पसिनै पसिना बोपारा हामी चाहिँ यसो उता पृथ्वीनगर पुगेर आऊँ भन्ने सल्लाह हो। अनि ब्लग चाहिँ मैले उता घरबाट बनाउनलाई अलि उ भएन क्या, मेसो पाएन बिर्सिरह्यो भने मेसो पाएन भन्दा पनि बिर्सिएर अहिले चाहिँ चत्ता सम्झेको घरबाटै सुरु हालिदिउँ। सम्झेको घोडा यारै चाहिँ महिना पनि हो कि पट्टु सुगा। हेलो हेलो दरा यो निस्किनु पर्यो खोइ कस्तो रे एकछिन ओ यस्तो रे खोइ यति कराउने मान्छे 12 ले कस्तो 12 हो यस्तो है यस्तो ब्याङ्क चिचो रे फर्काम न म त भिडियो बनाउने होला। सम्झिने कडा 12 ए पकौडा भने हो म त 12 लाएको। कस्तो 12 हो र दुनो त हो कि पाइन मासको पाइन्न। यो यताबाट फर्काउने यत्रो बाटो हुँदा हुँदै लान यो त यता के भयो त के पुरानो भएर हेपेको हजुर बाई सम्झिने ल सम्झेको घरबाट हामी हिँडेको सम्झेको घरबाट सम्झेको यस्तो माया गर्ने सम्झीलाई त कति दिन भयो सम्झिनेले 500 मलाई त झन् अब त्यो पनि छैन भएर मेरो बुढी हामी हिँडेकै अब झाक चक बजार उसिनाउँछ के बाटो अब सम्झेले यति बेला बोलाउनु हुन्छ कि अलिक बिहान बोलाएको भए त हो नि ल पुरा हात साथीहरू पृथ्वीनगरको बाटोतिर लाग्छ है। पृथ्वीनगर जाँदै हामी दुईजना साथीहरू किन सम्झौँ भने खासमा चाहिँ हामी साथीहरू पहिला त्यसको कहानी त्यहाँ तपाईँहरू आएका चाहिँ वान डे के रे है खासै चाहिँ भएन आजभोलिको चेकिङ त खतम है बग्या खोला भयो थाहा भयो। औ साथीहरू हेर्नु त मगर दिवस चक्क मगरे दिदीबहिनीहरू पुरा बजार सकेर आउनु भएको छ। अनि हामी खरिगाजीहरू चाहिँ मगरे दिदीबहिनीहरू मगर भाइहरू हुन त पनि मगरे हो साथीहरू यस्तो यार हामी कहिले बिस्तारै इजी हान्ने होइन सम्झिनु इजी चुनावको माहौल छ है। अब खासैमा आउनु चाहिँ नहुने हो भने अहिले त प्रचार भइरहेको छ के भइरहेको छ यस्तो त नदेखा मलाई
कतिखेर बस्ने हो र के आयो भने म आफै के हाँसेर यस्तो गरेछ म आफै बनाइरहेको छु है खत्तम छ कसैले कसलाई के थाहा छ मैले आइपुग्यो फाइनल यो हाल्यो यता कता अलि सेफ ठाउँमा हाल्यो यता हाल्यो यता हाल्यो यता यता हाल्यो म त हाल्छु कुन्नी नभए यता हाल्यो नि यत्रो स्पेस रहेछ त म त यस्तो सोचेकै थिएन यार हुन्छ भनेर गरिरहेको छु उता पुगाम त्यसपछि फर्किनुपर्छ हाल्ने यतै यत्रो स्पेस रहेछ होइन ककसको बोयफ्रेन्ड अरू जान्नु हेलमेट त बोक्ने होला सम्झे नभए चोर छ यार पैसा त छैन पालो पालो बोकामलाई यही हो के अरे म रेस लाग्ने ठाउँ यही हो आइसक्यो आएर देख्नु सक्नुहुन्छ कति धेरै बरे बरे झिलिमिली है बरे बरे पकड किनौँ पहिला पकड चार गालले क्या अर्को लाग्नुले पकडा ए सार फुल्ने रहेछ बिर्सिन्छ म त घरिघरि त यस्तो बोल्न के बोल्छ बरे यता भन्न यता पो देखाउन मन लाग्यो त के भएको यता भन्न यता देखाउन मन लाग्यो के भएको आमा एक नराम्रो रहेछ अब को आमा यस्तो यहाँ बरे हाल्यो यस्तो रमाइलो रहेछ यार हामी त पिछडेको वर्ग पो भयो त कहाँ अन्ती हुनु दिदी भाइहरू होला के बसाएको यस्तो अगाडि जाऊँ एकछिन अगाडि जाऊँ अगाडि यस्तो भिडियो गर्दै कपिराइट लाग्छ तै पनि गयो के कपिराइट लाग्ने अब यस्तो गऱ्यो नि अगाडि हामी चाहिँ स्टेजतिर जाँदैछ कलाकार आउने के थाहा म त देखेन राम्रो कलाकार आए त एकदम धेरै हामीलाई गर्छ त्यस्तो यसैबिचमा हामीले एउटा प्रस्तुति राख्न गइरहेका छौँ र प्रस्तुत गर्न चाहन्छु छिटोभन्दा छिटो स्टेजमा आइदिनु हुन र आफ्नो प्रस्तुति राखिदिनुको लागि मिली टोल्यो तर र यस लगतै हामीले तपाईँमा आज स्थानीय कलाकारहरूको प्रस्तुति पक्कै पनि राख्नेछौँ र यसै गरी हामीले साथीहरू स्टेजतिर आएको तर यसपालि चाहिँ पहिलाको भन्दा धेरै नै कम छ आउने बेला भएन यत्रा भएन आउने बेला अब भने प्रस्तुति तपाईँमा आज राख्न गइरहेका छौँ हाम्रो बहिनी हुनुहुन्छ कलाकार बहिनी सालसिला भण्डारीको प्रस्तुति अब त्यता के त्यो केटीले सम्झ्यो त पुलिसहरू रवि नागा मामाहरू नि चम्किँदै साथीहरू हेर्नु त मगर दिवसमा
साथीहरू अब यो चाहिँ अब मगर दिवसको माहौल है। पहिला स्टेज यता थियो भने अहिले चाहिँ सारेर उता पुगेछ। यता हुने बेला चाहिँ यस्तो बवाल रमाइलो हुन्थ्यो है। यता चाहिँ लगभग अलमोस्ट डाउन। अब यता हेर्न सक्नुहुन्छ अब आउने बेला भएको छैन होला कि मगर भाइहरू अनि मगर नानीहरू मगर भाइहरू हेर्नुहोस् है। छुम्न त मिलेर मलाई फेरि ओ जय रमाइलो भएन साथीहरू, खासै रमाइलो भएन। अब घरतिर लाग्नु पर्ला, रमाइलो लागेन। अब त्यही घरतिर लाग्ने नरमाइलो गराउँछ न नचाउँछ न के गराउँछ केही गराउँदैन यार। के भएको पहिलाको जस्तो रमाइलो छैन। काट्ने पुरो छोराहरू हो दाजुभाइ दिदीबहिनीहरू, तपाईँको गर्लफ्रेन्ड, तपाईँको बोयफ्रेन्ड, तपाईँको बुढा, तपाईँको बुढी कोसँग हिँडेछ है, यहाँ जुम गरी गरी हेर्नु होला। म सलक्कै घुमाउँछ है, हेर्नुहोस्। गत वर्ष जस्तै बृहत सांस्कृतिक कार्यक्रम सञ्चालन गर्न असमर्थ रह्यौँ र पक्कै पनि अर्को साल हामीले यहाँहरूमा स्थानीय राष्ट्रिय कलाकार सहितहरूको बृहत कार्यक्रम सञ्चालन गर्ने नै छौँ। पूर्ण आशा पनि राख्नेछौँ यस वर्ष। हेलो साथीहरू, अब चाहिँ हामी निस्किन लागेको छौँ नि। कस्तो लाग्यो हजुरलाई? आज खासै रमाइलो लागेन कि यता हेरेर भनौँ न, किन लाज किन भएको? पहिला हामी यो पहिला जस्तो भएन। यस्तो भिड हुन्थ्यो कि है, कति नाच है। पहिला यसपालि चाहिँ खासै रमाइलो भएन साथीहरू। तै पनि ठिकै छ, रमाइलो लाग्यो त हामी चाहिँ घर जान लाग्यो है। अब त्यो यो मगर दिवसको भिडियोलाई हेरेर धेरैभन्दा धेरै माया गरिदिनु होला। फेरि चाहिँ पाल